एभ्रिवान वेलकम टु माई मिनी ब्लग। सो आजबाट चाहिँ मैले मिनी ब्लग बनाउन सुरु गर्छु भनेर स्टार्ट गरेको छु। अनि आज चाहिँ म तपाईँलाई मेरो मेकअप रुटिन देखाउँछु। सो हेर्न सक्नुहुन्छ मसँग यस्तो क्युट प्यालेट छ है, जसमा चाहिँ तपाईँहरूले हाइलाइटर, ब्लसर अनि त्यसपछि फाउन्डेसन, तपाईँले आइस्याडोहरू सबै पाउन सक्नुहुन्छ। ल रेडी गरौँ। म चाहिँ खासै धेरै चाहिँ लगाउँदिनँ होइन, म चाहिँ ठिक्क लगाउँछु। मलाई ओभर चाहिँ धेरै ओभर चाहिँ मन पर्दैन। अनि मैले चाहिँ न कुनै पार्लर गएको न कुनै, म चाहिँ आफै सिकेको, आफै गरेर यति भएर जे जस्तो छु आफैले जानेको मात्र है गाइस। सो हजुरले देख्न सक्नुहुन्छ अब कति मेकअप दसैँको यसले त कति हुन्छ, तर त्यस्तो हुँदैन। अब मेकअप गर्ने पनि तरिका हुन्छ होइन। अब कसैको फेस ग्लो छ भने उसलाई थोरै मेकअप गर्दा पनि धेरै मेकअप गरेर जस्तो देख्छ होला कसैले, बट त्यस्तो हुँदैन है। एकदम राम्रो गर्न त आउँदैन, तर पनि मैले थोरै भएर पनि आफूलाई ठिक्क चाहिने चाहिँ गर्छु। त्यस्तो ओभर पनि गर्न आउँदैन, प्रोफेसनल चाहिँ होइन है। त्यही भएर अब म चाहिँ लिप लाइनर लगाउँछु। लिप लाइनर देख्न सक्नुहुन्छ। मलाई चाहिँ अब सुट गर्नुपर्छ नि त, अब भिडियोहरू सुट गर्नुपर्छ, त्यसको लागि चाहिँ हल्का चाहिँ अलिकति। अनि अब मेरो मेकअप चाहिँ सक्यो, हेर्न सक्नुहुन्छ। म चाहिँ यस्तो धेरै गर्दिनँ, सिम्पल आफूलाई ठिक्क है। हेर्न सक्नुहुन्छ मेरो मेकअप कस्तो देख्यो त मलाई थाहा छैन। हल्का मैले चाहिँ ग्लस पनि लगाइदिएँ। सो हाउ इज इट? होप यु गाइस यु लाइक इट। थ्याङ्क यू सो मच फर वाचिङ।